मैले ओइल फ्री आलुदम बनाएको देखाएको छु। मान्छेले बताउँदै कराएको छु। एउटा तेल छैन, त्यसको लागि काटेँ। टमाटर प्याज ग्रेट गरेको अनि सानोहरू खोर्सानी हालेको छु। अनि यहाँनिर धनियाँ काटेर राखेको छु। अनि यहाँ चाहिँ आलु काटेर रेडी बनाइराखेको छु हो। अनि अब यहाँ 5 फोरन हो। अब चाहिँ यसरी यहाँ ओइल बनाएकोमा 5 फोरन हालिराखेको छु हो। अब यो 5 फोरन यसरी खरिन्छ होइन, यसलाई चाहिँ खरिएर दिनु परिस यहाँ नै। अब 5 फोरन खरिन्छु, यसरी चर्किन्छ होइन, तेलमा हालेपछि यसरी चर्काउनु पऱ्यो होला हो। यसरी तेलमा हालेको जस्तो यसो मजाले चर्क्यो होइन। आज चाहिँ खोर्सानी खानु मन पऱ्यो, सानो हालेको, ज्यादा चाहिने एउटा सानो। पऱ्यो यसरी हो, मजाले दिनु पऱ्यो होला हो। कम्ती पानीमा चाहिँ मैले यसलाई पकाउनु पऱ्यो होइन, यसलाई अलिक पकाउनु पऱ्यो नि त, त्यही कारण चाहिँ एकछिन छोडिदिनुपर्छ। होइन मेरो भदाले साइडबाट मलाई भक्कै पार्दैछ, बिहानदेखिको खानेकुरा माग्छ हो। चिबीको लागि स्कुल छुट्टी छ भने चाहिँ यसले मलाई भक्कै बनाउँछ हो। अब यसको स्कुल चाहिँ अप्रिल 2 तारिकदेखि मात्रै लाग्छ नि त, न्यू सेक्सन सुरु भएको नि त यहाँको चाहिँ 2 तारिकदेखि अप्रिलमा खाली हुन्छ नि त, यताको चाहिँ माथिको जस्तो हुँदैन हो। अनि त्यो भएर अब हेर्नु ल, तपाईँलाई यो मजाले उयो गरिसकेर देखाउँछु अहिले। यस्तो पाराले भयो हो, मजाले सकिसकेको छ। अब हामीले चाहिँ खासै तेल हाल्नु चाहिँ यसरी भुटेर मजाले तेल रिलिज गर्छौँ, यसमा तेल निकाल्छौँ नि त होइन। तेल निक्लेपछि चाहिँ मसला पाक्यो भन्छ। अब हामीलाई चाहिँ यस्तो भएन, अब यसमा यो हालेर पकाएको हो। अब तपाईँलाई अहिले बनाएर देखाउँछु ल। हेर्नु फाइनली मेरो आलुदम भयो, ओइल फ्री आलुदम। लसुन कानेले लसुन हाल्दा हुन्छ, म त लसुन युज गर्दिनँ, त्यो भएर आज त कम्ती काश्मिरी लाल पनि अलिकति युज गरेको हो। त्यो भएर अब तर तेल पुरा खाने चाहिँ मन पराउँदैन होला। अब हामी बिमारीहरूलाई चाहिँ यो ठिकै हुन्छ हेल्थको लागि हो। अनि त्यो भएर